छोटे मानिसहरूले समसामयिक चासोको विषयमा आफूले आवाज मात्रै उठाएन, आफ्नो संयोजकत्वमा एउटा भेला पनि गरेर नगर प्रमुखज्यूलाई पनि आमन्त्रण गरेर सम्पूर्ण राजनीतिक दलहरूलाई आमन्त्रण गरेर सरकारवाला व्यक्तित्वहरूलाई सङ्घ संस्थाहरूलाई आमन्त्रण गरेर जुन एउटा कार्यक्रम सञ्चालन गरेको छ त्यसको लागि सर्वप्रथम त म कन्ट्याक्टर मानिसहरूलाई धन्यवाद दिन चाहन्छु र यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, श्रद्धेय प्रमुख अतिथिज्यू, वडा अध्यक्षज्यू, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, राजनीतिक दलका सहकर्मी साथीहरू, सम्पूर्ण सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू र उपस्थित महानुभावहरू, हामीले यो एसियन हाइवेको बारेमा धेरैचोटि छलफल गऱ्यौँ, धेरैचोटि डेलिगेसन पनि गयौँ, धेरै कुराहरू गयौँ, तर अहिलेसम्म हातताली सुन्ने भएको छ। यो यहाँहरूमध्ये धेरैजनाले प्रारम्भिक कुरा उठाउनु भयो, सैद्धान्तिक कुराहरू उठाउनु भयो। यो कुरा हामीले 1.5-2 वर्ष अगाडिदेखि गर्दै 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 आयौँ। हामीले कृषि बजारको मार्फतमा एकचोटि हामी गाडी लिएर डेलिगेसन गयौँ परियोजनाको कार्यालय दमकमा, जुन काँक्रेबिटादेखि उर्लाबाडीसम्मको सडक त्यो परियोजनाले हेर्छ। त्यस पछाडि त्यहाँ कुरा गर्दै जाँदाखेरि यहाँ अन्डरपास बनाउँदै गर्दाखेरि चाहिँ त्यो कुरा हामीले राख्दै गर्दा अर्कोचोटि जाँदा चाहिँ उहाँहरूले हामीलाई के ब्रिफिङ गर्नुभयो भने वडा कार्यालयको नेतृत्वमा वडा अध्यक्षज्यूहरू सहित हामी राजनीतिक दलका केही व्यक्तित्वहरू त्यहाँ गएका थियौँ। त्यतिखेर उहाँहरूले के भन्नुभयो भने यहाँ अन्डरपास बनाउँदै गर्दा हामीलाई 50 करोड थप बजेट लाग्ने भएको हुनाले हामी बनाउन सक्दैनौँ भनेर उहाँले स्पष्ट भन्नु। भनिसकेपछि हाम्रो समस्याको समाधान के हुन्छ त भनेर भन्दै गर्दाखेरि जम्मी एउटा ओभरहेड क्रसिङ ब्रिज बनाउने कुरा भएको थियो झापारको सिधा साइड छेउमा र उतापट्टि जुन ट्राफिक कार्यालयको अगाडि जुन एउटा कलभर्ट थियो त्यो कलभर्टलाई चाहिँ ठुलो बनाएर त्यहाँ चाहिँ आवत जावत गर्न सहज होस् भन्ने हिसाबले हामीले कुरा गरेका थियौँ। कुरा गर्दै गर्दा हामीले चाहिँ 5 मिटर चौडाइ 4 मिटर अग्लो बनाइदेऊ न त भन्दा त्यसलाई त धेरै खर्च हुन्छ, सकिँदैन भनेर उहाँहरूले यो जुन डिपिआर छ त्यो डिपिआरमा चाहिँ त्यहाँ 7.5 फुट मात्रै हाइट छ, त्यसलाई संशोधन गर्नलाई मनिला पठाउनुपर्छ। यो मनिला पठाउने क्रममा चाहिँ हामीले 3 मिटर हाइट र 4 मिटर चौडाइको कुरा राखेर पठाइदिन्छौँ र केही दिन पछाडि के अरे मन्त्रीज्यू सरकारवाला मन्त्रीज्यू आउँदै हुनुहुन्छ, त्यो मन्त्रीज्यू आउँदै गर्दा पनि तपाईँहरूले कुरा राखिदिनु होला र यसलाई चाहिँ कहाँ डिपिआर संशोधन गर्नुपर्नेछ, के गर्नुपर्नेछ। नेपाल सरकारको पनि 20% लगानी भएको हुनाले उहाँहरूले भनेको कुरा पनि लागु हुन्छ, तपाईँहरू यतापट्टि कदम चाल्नुहोस् भनेर उहाँहरूले भन्नुभयो। हामीले ल ठिक छ तपाईँहरू त्यसलाई गरिदिनुहोस् भनेर आयौँ। त्यस पछाडि नगर प्रमुखज्यूले तुरुन्तै एउटा बैठक बोलाउनु भयो। सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरू, वडा अध्यक्षज्यूहरू, राजनीतिक दलहरूलाई राखेर त्यहाँ छलफल गरेर यहाँदेखि यहाँसम्म यो माग गर्ने, यहाँदेखि यहाँसम्म यो माग गर्ने भनेर सबै कुरा त्यहाँ निर्णय भएअनुसार उहाँहरूले पनि मन्त्रालयमा पनि सायद पठाउनु भयो होला, त्यतिखेर मन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभयो होला, परियोजनामा पठाउनु भयो र त्यो गर्दै गर्दाखेरि त्यसको केही दिन पछाडि चाहिँ भदौ 23-24 को जुन आन्दोलन भयो त्यो आन्दोलन पछाडि सरकार पनि गयो, मन्त्रीजीले कता के गर्न भ्याउनु भयो, त्यो भ्याउनु भएन थाहा छैन। त्यस पछाडि यो सबै कुरा अवरोध भयो। अवरोध हुँदै गर्दाखेरि अहिले हामीले अन्डरपास र ओभरपासको कुरै नगर्नु त्यो हुनै सक्दैन। अब जम्मी यो बाटो छिटो बन्नु पर्यो र छिटो बन्दै गर्दाखेरि चाहिँ हामीले कृषि बजार मात्रै जाने होइन, मलामी वर्गको पनि उपयोग गर्ने गरी त्यहाँ चाहिँ मलामी वर्गको गाडी पनि छिर्ने गरी कमसेकम 3 मिटर हाइट र 4 मिटर चौडाइ भएको चाहिँ त्यो कलभर्टलाई चाहिँ अलिक ठुलो बनाएर लगिदिने भन्ने कुरामा उहाँहरूले जुन सहमति गर्नुभएको थियो, हामीले त्यसैलाई चाहिँ अलिकति दबाब दिएर दबाबमूलक तरिकाले जानुपर्छ होला भन्ने लाग्छ। र अर्को कुरा भनेको चाहिँ हामीले अहिले जुन यो ट्राफिकका कुरा भयो, लाइटका कुरा गए, यो चाहिँ बजार क्षेत्रमा 6 लेनको बाटो बन्दाखेरि त्यो अटोमेटिक आफै बन्छ, त्यसमा हामीले केही भन्नै पर्दैन। हाम्रो बस स्ट्यान्ड आफै बन्छ, ट्राफिक लाइटहरू आफै बन्छ, त्यो बन्छ। तर यो जुन 4 लेनको बाटो छ, यो 4 लेनको बाटो सञ्चालन भइसकेपछि गाडीहरू अहिलेको रफ्तारभन्दा धेरै रफ्तारमा पुग्छ। हाइवे भनिसकेपछि धेरै रफ्तारमा पुग्दै गर्दा दुर्घटना हुने बढी सम्भावना भएको हुनाले त्यो कलभर्टलाई ठुलो बनाउने कुरामा हामीले अझै जोरदारसँगले कुरा गर्नुपर्छ। म त अझै के भन्छु भने
हाम्रो नगर प्रमुख जेकै संयोजकत्वमा सबै राजनीतिक दल, वाणिज्य सङ्घ, सरकारवाला सबै व्यक्तिहरूलाई राखेर एउटा समिति बनाएर फेरि डेलिगेसन जानुपर्छ भने पनि जो जहाँ दबाब दिनुपर्छ, काठमाडौँमै मेल पठाउनुपर्छ, मन्त्रालयमै कुरा गर्नुपर्छ, फेरि गर्नुपर्छ भने पनि गरौँ र त्यसलाई चाहिँ जसरी पनि पारित गराएरै छोडौँ। र अर्को कुरा, अघि साथीहरूले कुरा गर्दै हुन्थ्यो 10 अगाडिसम्म यहाँ बनाइसक्छ भन्ने कुरा, यो कुरामा चाहिँ हामीले पनि सम्पर्क गर्दा के भएको छ भने जुन ओभरब्रिज बनाउने जुन ठाउँहरू छ, ठुल्ठुलो ठाउँहरू बाहेक उर्लाबाडीदेखि काँक्रेबिटासम्मको बाटो 10 अगाडि कम्प्लिट गर्ने उहाँहरूको प्लानिङ छ। त्यो अनुसार हाम्रो सुरुङ्गा पनि पर्छ र यसलाई पनि छिटो काम गरिदियो भनेर हामीले दबाब चाहिँ दिनुपर्छ। पहिला यो एउटा नदीजन्य पदार्थ उठाउने कुरामा विवाद भएको थियो, त्यो विवादले गर्दा उहाँहरू अलिकति मान खोजेर भाउ खोजेर बस्नुभयो र त्यो कलवटको पनि टुङ्गो नभएको हुनाले अहिले जुन बनाउने बाटो सुरु गरिरहेछ, यो सुरु गरिराखेको हिसाबले त्यो बन्छ जस्तो मलाई चाहिँ लागेन। मैले हिजो मात्रै गएर हेरेँ, त्यो बनाउने ठाउँमा त उहाँहरूले बाहिरबाट नाली बनाइसक्नु पर्यो, त्यो कलवट बनाउने जस्तो कुरा बुझिएन। त्यसैले भोलि पर्सि नै 2-3 दिन भित्रैमा हामीले चाहिँ अलिकति ठुलो उपस्थिति सहित, निर्णय सहित दबाब दिनुपर्छ भन्ने कुरा राख्दै म मेरो भनाइलाई यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।